आएको आदेश चाहिँ उच्च अदालतबाट उल्टिन्छ भन्नेमा म पूर्णतः विश्वस्त छु। उल्टाउनका लागि हामी जानेछौँ। त्यो ऐतिहासिक के छ भने दुर्गा प्रसाईज्यूका लागि धेरैवटा मुद्दाहरू लगाइएको थियो। ज्यान मार्ने लगायत थियो। कति वर्ष जाने रे उहाँ होइन, अहिले कति वर्ष जाने भन्ने अहिले हुँदैन ल। प्रकाश चन्द्र दाहालज्यू पनि अहिले चाहिँ फरार हुनुभएको हुनाले उपस्थित हुँदाका बखत उहाँका सम्बन्धमा चाहिँ फेरि आदेश हुनेछ। एचटीसी मिडिया सञ्चार क्षेत्रमा नयाँ आयाम। दुर्गा प्रसाईज्यूको सवालमा अदालतले उहाँलाई क्यान्सरको हस्पिटलमा उपचार गर्ने गरिकन उहाँलाई उपचारको व्यवस्था मिलाउनु भनेको छ। एक नम्बर। तर उहाँलाई उपचारको व्यवस्था गर्नु भने पनि पूर्वपक्षका लागि चाहिँ भनेको छ। तर पूर्वपक्षका लागि भन्दाखेरि आदेशमा ऐतिहासिक रूपमा पहिलोपटक यस्तो आदेश भएको छ जहाँ पूर्वपक्षका लागि पठाउनु भने पनि उपचारको व्यवस्था गर्न क्यान्सरकै हस्पिटलमा लानु भनिएको छ। सम्भव भएसम्म अहिले त्यस्तो भित्र पत्र पनि तयार हुँदैछ र अझै पनि भित्र सबै साथीहरूको पत्रहरू तयार हुनका लागि निकै लामो समय लाग्छ। धेरैजनाको पत्र र मैले अघि भने दुर्गा प्रसाईज्यूको सवालमा त्यो छ। हरिहर चौलागाईज्यू उहाँलाई 1 लाख धरौटी माग भएको छ। तारा राजावादी सरोज गौतम उहाँलाई थुनामा पठाउने भनिएको छ। अनुप राजावादी गोकर्ण साई थुनामा, दण्डपाणी रेग्मी थुनामा, उहाँहरू 3 जना थुनामा। दुर्गा प्रसाईज्यूको अघि भने हुन चाहिँ पूर्वपक्ष नै हो। सन्तोष राजावादी जो सन्तोष कुमार सिलवाल हुनुहुन्छ उहाँलाई 1 लाख धरौटी। भीम हाम्रो हेमराज थारू जो हुनुहुन्छ उहाँलाई 1 लाख धरौटी। गोपाल मल्ल ठकुरी 20,000। पशुपति खड्का 10,000। विष्णु पराजुली 10,000। पुष्कर खतिवडा 20,000। मुनेन्द्र राज भण्डारी 10,000। कुमार बस्नेत 20,000। अनिल कुमार थापालाई 10,000। गोपाल बोहरा तारानाथ बोहरा 10,000। दानबहादुर नेउपाने 10,000। उमेश तामाङ 10,000। भानुभक्त पौडेल 10,000। विष्णुजङ बस्नेत 10,000। त्यसै गरी विष्णुजङ बस्नेतको चाहिँ 1 लाख हो है। देवी प्रसाद सङ्ग्रौला 10,000। प्रेम थापा मगर 10,000। ओम प्रकाश लुइटेल 10,000। तेजेन्द्र रायमाझी 10,000। मनबहादुर काला 20,000। निराजन कुमार गिरी 50,000। प्रेमबहादुर श्रेष्ठ 50,000। सुशील बराल थुनामा हुनुहुन्छ भने रमेश राई 20,000। दिवस बोगटी छेत्री 10,000। दिलकुमार श्रेष्ठ 10,000। कमल कुमार विष्ट 20,000। लोकबहादुर बस्नेत 20,000। दिनेश खड्का 50,000। केशव बस्नेत थुनामा। अमित शाह 50,000। सुमन कार्की 10,000। कुमार तामाङ थुनामा। जितबहादुर श्रेष्ठ 50,000। मनोज कुमार सापकोटा 10,000। र जमानतमा छुट्नुभएको साथीहरू 32 जना हुनुहुन्छ। अब यसपछि जति यो जे आदेश भएको छ त्यो आदेशका सम्बन्धमा कानुन व्यवसायी साथीहरू उहाँहरू सबैको तर्फबाट उच्च अदालतमा फेरि यो आदेशलाई बदर गराउनका लागि गइने छ। यसरी गइने छ। म सबैलाई भनेपछि प्रहरीकै नियन्त्रणमा उपचार हुनेछ। हस्पिटलमा उहाँ रहनुहुनेछ निगरानीमा। हस्पिटलमा हुने सबै अनुसन्धानको क्रममा वा पूर्वपक्षमा पठाइएकाहरू सबैको प्रहरीकै निगरानीमै हुन्छ। त्यो कानुनी व्यवस्था नै हो। म फेरि पनि सबै साथीहरूलाई यो आदेशलाई सम्मान गर्न, आदेशलाई संयमतापूर्वक कानुन बमोजिम चुनौती दिन उच्च अदालतमा कानुन व्यवसायहरू जाने भएको हुनाले धैर्यतापूर्वक बसिदिन हुनका लागि निवेदन गर्छु। फेरि संक्षिप्तमा भनिदिनुस् त के भएको थियो? दुर्गा प्रसाईलाई थुनामा अहिले राख्ने पूर्वपक्षको लागि थुनामा जानुभयो उहाँ सिधा भन्दाखेरि चाहिँ पूर्वपक्षका लागि थुनामा पठाउने आदेशसँगै इतिहासमा पहिलोपटक त्यही आदेशमा यस पूर्व पनि उहाँको क्यान्सरको चाहिँ रोग भएको हुनाले क्यान्सर सम्बन्धी अस्पतालमा उपचारको प्रबन्ध मिलाउन पनि आदेशमा भनिएको छ
र त्यो अहिले पत्र पनि भित्र तयार उपचार हुँदैछ। कहिलेबाट प्रारम्भ हुन्छ? उपचार त अहिले नैबाट प्रारम्भ हुन्छ, अहिले नै हुनुपर्छ, आज हुनुपर्छ र उहाँलाई कारागारमा लगिदैन। लगिँदैन, सिधै अस्पताल लगिन्छ। होइन, अदालतको आदेश त्यो छ। हजुर। अदालतको आदेश त्यो भएको हुनाले अहिले नै उहाँ अस्पतालमै जानका लागि नै त्यहाँ पत्र तयार गर्नका लागि चाहिँ प्रक्रियामा हुनुहुन्छ। हजुर। मलाई जहाँसम्म लाग्छ यो हुनेछ। थुनामा बस्नु पर्ने छैन कि के छ यो अलिकति क्लियर बताइदिनु यति पर्यो। भनिसकेपछि पूर्व पक्षका लागि थुनामा पठाएकै आदेशमा हजुर। उपचार गर्न प्रबन्ध मिलाउनु भनिएको छ। पूर्व पक्षमा राखिएको छ भन्ने कुरा बुझ्नु पर्यो। पूर्व पक्षमा नै हो, तर पूर्व पक्षमा भएको अघि मैले भने हिस्ट्रीमा फर्स्ट टाइम यस्तो खालको आदेश भयो जहाँ पक्षमा कतिजना हुनुहुन्छ? यो मध्यरात 12 बजे पनि हिस्ट्रीमा फर्स्ट टाइम हो कि के हो आज? यो चाहिँ होइन, यस पूर्व पनि आदेशहरू चाहिँ भएका छन् ढिलो गरिकन, तर ढिलो गरिकन आदेश भए पनि यसरी मिति नै अर्को लागिसकेपछि भएको आदेश चाहिँ मेरो जानकारीमा पहिलो हो। अनि उपचारका लागि त पहिला पनि दिने गरिएको थियो होइन? अहिले यसमा के नयाँ भयो त? अनि थुनछेकको आदेशमा भएको चाहिँ नयाँ हो। थुनछेकको आदेशमा पक्षमा कतिजना हुनुहुन्छ खाते? अघि मैले सबै लिस्ट बताइसकेको छु, कृपया त्यहाँबाट हेरिदिन आग्रह गर्छु। अधिवक्ताज्यूहरू जसरी उच्चमा जाने हो भने उच्चको प्रक्रिया कति लाग्ला त? पक्षमा कतिजना भन्दा 7 जना है, अघि भन्नुभएको थियो 7 जना, 32 जना जमानत। रविन्द्र मिश्रज्यू र धवल शमशेरज्यू अनि उहाँहरू चाहिँ अहिले अनुपस्थित भनेर लेखिएको हुन्छ अभियोग पत्रमा। अनुपस्थित हो, फरार होइन। फरारको सूची चाहिँ अर्को छ। फरारका सम्बन्धमा र अनुपस्थितका सम्बन्धमा चाहिँ उपस्थित हुँदाका बखत आदेश हुने गरिकन भनेर लेखिएको हुन्छ। अब तपाईँले दुर्गा प्रसाईको पक्षबाट वकालत गर्नुभएको अधिवक्ताको नाताले यो आएको फैसलालाई कुन रूपमा लिनु भएको छ? आएको आदेश चाहिँ उच्च अदालतबाट उल्टिन्छ भन्नेमा म पूर्णतः विश्वस्त छु। उल्टाउनका लागि हामी जानेछौँ। भनेपछि यसमा सन्तुष्ट हुनुहुन्न यो आदेशमा? यसमा सन्तोष हुने त एउटा फेरि अर्को महत्त्वपूर्ण सूचना है साथीहरू, मैले अघि सुरुमा चाहिँ भन्नलाई सम्झिनछु, अर्को पनि फेरि ऐतिहासिक छ। त्यो ऐतिहासिक के छ भने दुर्गा प्रसाईज्यूका लागि धेरैवटा मुद्दाहरू लगाइएको थियो, ज्यान मार्ने लगायत थियो हो नि। अहिले प्रारम्भिक रूपमै थुनछेकको आदेशमै ज्यान मार्ने इत्यादि मुद्दा उहाँलाई लाग्ने होइन। उहाँलाई यो आपराधिक उपद्रवहरू लगायतको मात्रै मुद्दाका सम्बन्धमा यो भएको हो। ज्यान मारेको भन्ने कुरा चाहिँ प्रारम्भिक रूपमा नै देखिएन, किनभने घरदेखि उहाँ त्यहाँसम्म आउँदाखेरि खारेज चाहिँ अहिले भन्न मिल्दैन। यो अन्तिम फैसला होइन, यो आदेश हो र यो आदेशले उहाँलाई अहिले जुन पूर्वपक्षमा पठाउने त्यसमा उपचारको सुविधा दिने भनेको छ, त्यो ज्यान मार्ने उद्योगमा जुन अभियोजन गरिएको थियो त्यो अभियोजनका सम्बन्धमा होइन। उहाँको प्रारम्भिक रूपमा तत्काल प्राप्त प्रमाणका आधारमा भनेर लेखिएको हुन्छ थुनचेकमा। तत्काल प्राप्त प्रमाणका आधारमा ज्यान मार्नेसँग सम्बन्धित त विचारै गर्न परेन, केही पनि प्रमाणै रहेन रहेछ भन्ने चाहिँ यो थुनचेकको आदेशबाट देखिएको छ। पत्रकार प्रकाश चन्द्र दाहालको विषयमा के हुन्छ? प्रकाश चन्द्र दाहालज्यू पनि अहिले चाहिँ फरार हुनुभएको हुनाले उपस्थित हुँदाका बखत उहाँका सम्बन्धमा चाहिँ फेरि आदेश हुनेछ। सुन, राजावादीको आदरणीय उहाँको दाइ आउनु भएको छ, के छ रे उहाँको दाइको? तारा गौतमजीको पनि अघि मैले कति वर्ष जाने रे उहाँ भन्ने कुरा गर्नु होइन, अहिले कति वर्ष जाने भन्ने अहिले हुँदैन ल। उहाँको दाइले सोध्नुभएको हो त्यही त, अहिले कति वर्ष जाने भन्ने हुँदैन। धन्यवाद, सबैलाई आभार व्यक्त गर्छु।